पहिलाको स्कर्पियो जस्तै हो मान्छेले काम गरेर चाहिँ त्यस्तो भन्नुपर्छ यो हामीले पहिले गाली गर्ने नाम हो त्यो उसलाई माया गरेर बोला आछा नभए दिपक टिक्दै दिँदैन किन पहिला नुवाकोटकै गाडी रहेछ कहाँ हुँदैन कहाँ लगाएर फसाइदिन्छ अब चाहिँ नदिनु भयो कालो लागेका छौँ यतिखेर यहाँ चाहिँ अलिअलि पिरो पनि लगाइरहेछ पनि लगाइरहेछ भन्दै हुनुहुन्छ हाम्रो दिपक भाइ र अलि राम्रो बनायो त्यसको साढे 3 वर्षसम्म बाउलाई थाहा होला नि बाउलाई तिम्रो मुटुसम्म पुग्थे तिम्रो खास बन्न पाए तिम्रै अङ्गालोमा हुन्थे बाटो धेरै फराकिलो छ त्यो त्यो बाटो भयङ्कर बनाएर त्यो प्रदेशबाट पैसा पऱ्यो नि त त्यो त सिधै उहाँ माथि हो नि त तलको रुम नआयो नि तिम्रो मुटुसम्म पुग्थे खास बन्न पाए स्याक गर्छ बाटै छुँदैन भन्छ मतलब लाउ गरा त घाँस घिसिङ चाहिँ प्याज कोइरालाले अहिले भयो पुरा देखाउँछु छरे मजा नि तलकै मजा छोड्यो होइन त्यसले हेलमेट नलाउनलाई त म घरै तिमी काम थियो मेरो त्यस्तो होइन होला कि दाजु आमै पुलिस अलि बाहिर बाहिर हो मनकुमार भयो भने जम्मै छोड्दैन दिँदैन होला नि त पानी कति मिल्छ 12% बाट चाहिँ ल आज एउटा राम्रो भ्लग बनाइदिनु पर्यो भने अगाडि पैसा खोइ दायित्व थाहा छैन अहिले काम गरेर हुन्छ सँगै अब छुट्यो भने के भन्ने अहिले भन्नै मिल्दैन होइन सँगै बसेर काम गर्छौँ दाजुभाइ कोसादा चाहिँ अनि कहिले रेडियोको पैसा निकाल्नु पर्छ अझ छे कहाँ कोसादा छे रमाइलो डाँडाको पनि बनाउनु न त होइन बेर यता अधिवेशन गरेर हटाएको बढी कुरा किन गर्नु पर्यो
थानसिङ रहेछ है हाम्रो दिपक दाइले भनेको छ। ए ढिलो नै उड्दो रहेछ भन्ने यो चाहिँ साइने तालिम केन्द्र त्रिशुली हो। हामी आइपुगिसकेका छौँ। अब चाहिँ हामी भित्र आइपुगिसकेका छौँ। तपाईँलाई भित्रमा स्वागत गर्न चाहन्छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ विद्युत चोक हो। करिब करिब हामी यतिखेर चाहिँ 7:15-20 गइसकेको छ। त्यही भएर अँध्यारो अँध्यारो छ। भाइलाई चाहिँ सन्तोषलाई चाहिँ जाम घर भनेको नतेरेर नजाने रे अँध्यारो अँध्यारो भएर फेस चाहिँ देखिया छैन अहिले जसरी। ए दिपक चाहिँ हो, दिपक उप्रेती। तपाईँहरूलाई यी चाहिएको छ रिजर्भमा भने सम्पर्क गर्न सक्नुहुनेछ। उहाँको चाहिँ 985110 308 अनि 35 उहाँको चाहिँ मोबाइल नम्बर हो। उहाँले चलाउनुजेल चाहिँ तपाईँलाई लगिदिनुहुन्छ सुरक्षित यात्रा बिस्तारै गरेर। अब चाहिँ हामी घर आइपुग्ने बेला भयो, झर्ने बेला भयो।